म आफै दुईचोटि बनिसकेँ होइन। त्यहाँको सुरक्षाको स्थिति कस्तो छ त्यो पनि हामीलाई ज्ञात छ र त्यहाँ कति अधिकार दिएको छ त्यो पनि हामीलाई अनुभव भएकै कुरा हो र त्यहाँ हामीलाई के सम्झिन्छ त्यसको बारेमा थोरै म स्पष्ट गर्न चाहन्छु। अब अहिले जस्तो हामी आयौँ यहाँ, हामीलाई त हामी तात्यौँ अनि नै आयौँ। तपाईँलाई अहिलेसम्म प्रदेशबाट कहीँबाट फोन आएको छैन। न गृहमन्त्रीले फोन गर्नुभएको छ त्यहाँको गृहमन्त्रीले, न त त्यहाँको हाम्रो मुख्यमन्त्रीले फोन गर्नुभएको छ होइन। उहाँहरूको अधिकार त्यहाँ छैन भने उहाँहरूले तपाईँसँग सहयोग लिएर गर्न सक्नुहुन्छ नि त, यहाँको गृहमन्त्रीसँग सहयोग लिएर। त्यस्तो साह्रो पनि होइन नि, त्यहाँको मुख्यमन्त्रीलाई त्यति अधिकार त छैन भने त छैन नि। त त्यहाँ के सम्झिन्छ हामीलाई, के अमगोडा सम्झिन्छ? मान्छे त सम्झेको जस्तो मलाई पक्कै पनि लागेन गृहमन्त्रीज्यू। र अर्को कुरा, म पनि 20-21 वर्ष हिन्दू नै थिएँ, त्यहाँबाट कन्भर्ट भएर मुस्लिम भएर आएको। मलाई त दुवैतिरको विषयवस्तुहरू थाहा छ नि त होइन। हामी हिन्दू पनि कसैलाई कुनै गलत नजरले हेर्दैनौँ, त्यो हामीलाई थाहा भएकै कुरा हो र मलाई पनि थाहा छ होइन। अब त्यहाँको माहौल चाहिँ कसले बिगारिराखेको छ त? त्यहाँका हिन्दूले बिगारेका त छैन, त्यसको मतलब पक्कै पनि। त मलाई जहाँसम्म लाग्छ गृहमन्त्रीज्यू, अब हामी सबैले आफ्ना कुराहरू पनि भनिसकेका छौँ, अब अन्तिम निर्णय गर्ने बेला आइसकेको छ। अब चाहिँ यही कुरालाई घरिघरि उहाँहरूले भने जस्तै हाम्रो अध्यक्षले भन्नुभयो, उहाँ नजरुल साहबले भन्नुभयो, यहाँ सीमाजीले भन्नुभयो, त्यस्तै गरी घरिघरि यही विषयवस्तुलाई लिएर आज आउनु नपरोस्। आगामी चुनाव पनि आउँदैछ होइन। अब मैले एक दुईवटा कुरा त्यहाँ विषयवस्तु उठाउँछु, किनकि त्यहाँ अरू कसैले पनि उठाउनुहुन्न। यो धार्मिक द्वन्द्व अहिले मात्रै होइन, धेरै पहिलादेखि भइरहेछ। अहिले अघि पनि मैले भने त्यहाँ उठाउने मान्छे पनि कोही छैन। यदि मैले उठाउँछु भने पनि मलाई यति ट्रोल गरिन्छ कि तँलाई अब यतिसम्म भनिन्छ कि ए बस बाली तँलाई त्यही बसमा हालेर बङ्गलादेश पठाइदिन्छु। त्यस्तो भाषामा मलाई कसैले गाली गर्छ भने त आम जनतालाई कसरी हेरिन्छ होला त? सरकारले मान्यता दिएको मान्य हो नि त। म त यदि मसँग प्रमाणपत्र हुँदा मैले विषयवस्तु बोल्दाखेरि मलाई त्यसरी हेपिन्छ भने आम जनतालाई कसरी हेपिन्छ होला त भन्दै म हाम्रो ज्ञापन पत्रमा म यहाँ सुनाउन चाहे थोरै। माननीय गृहमन्त्रीज्यू,